के हो यस्तो? जुत्ता सिलाउनु लागेको छु बुढी। जुत्ता के गर्ने, सेक्युरिटी गरेको पैसाले नपुग्ने भयो मलाई। अब जुत्ता पनि सिलाउनु पऱ्यो होइन अङ्कल? जुत्ता सुज सिलाना है, क्या करना है गाइस? शूज सिलाना है तो किसी का लेके आना है। अब जुत्ता सिलाउनु पर्ने भयो लास्टमा। क्या करना गाइस? जुत्ता ब्याग राखेको छु। मेरो पनि सिलाइदिएला त एकजोड चप्पल। नमस्ते गाइज सबैजनालाई। कसैको सुज सिलाउनु छ भने चाहिँ ल्याउनु होला। म चाहिँ जुत्ता सिलाउँछु। अब चाहिँ बेङ्गलोरमा सेक्युरिटी गरेर पैसा कमाइ नहुने भयो क्या, जुत्ता पनि सिलाउनु पर्ने भयो होइन। अब चाहिँ म चाहिँ जुत्ता सिलाउँछु गाइज। यहाँ सामान सब छ मेरो। अनि चाहिँ पुरै यहाँ धागा होइन, जुत्ता सिलाउनु पर्ने हुन्छ। अब यस्तै हो गाइज, के गर्ने? तपाईँले पनि जुत्ता सिलाउनु छ भने चाहिँ सम्पर्क राख्नु होला। अङ्कल सिलाउनुहुन्छ, अङ्कलको साथमा म पनि जुत्ता सिलाउँदैछु। अनि पैसा जसरी पनि कमाउने हो, जसरी पनि कमाउने। पैसा बिना केही पनि सम्भव छैन। जुत्ता हुन्छ कि कसैको पाउ हुन्छ कि सब सिलाएर पैसा कमाउने गाइज वास्तवमा।